हेलो गाइज वेलकम टु माई न्यू पोडकास्ट च्यानल। आज चाहिँ मेरो हल्का पोडकास्ट डिफ्रेन्ट तरिकाले गर्न गइरहेको छु। क्याम्पिङ पोडकास्ट नै जस्तो भनौँ न, जङ्गल कास्ट। यो चाहिँ हाम्रो हुन गइरहेको छ हात्तीवनमा। ल अब चाहिँ हाम्रो पोडकास्ट स्टार्ट गरौँ के। जुन टपिक चाहिँ के छ भन्दाखेरि इन दिस जेनेरेसन के लभ फ्रेन्डसिप र रिलेसनसिपलाई कुन नजरियाले मान्छेले हेर्छन् के, कुन नजरले हेर्छन्। चिया पकाउँदै स्टार्ट गर्दै हाम्रो मिठो वाट इज लभ के तेरो 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 नजरियामा होइन, तेरो नजरियामा चाहिँ माया चाहिँ केलाई भन्छस् के त, कस्तोलाई चाहिँ माया भन्छस्? साथ यार, माया नजान्नु नै माया हो यार। मेरो लागि चाहिँ पीडा हुनु नै माया हो क्या। पीडा छ क्या मायामा। तेरो चाहिँ के हो? मैले भन्छु साथ दिनु नै माया हो क्या भाइ। माया नजान्नु नै माया हो। त्याग्नु नै माया हो क्या। त्याग, सेक्रिफाइस इज लभ। सेक्रिफाइस एउटा गुड पोइन्ट। सेक्रिफाइस इज अल्सो त्यसले भने मलाई ठ्याक्कै भनेपछि नि त। मलाई चाहिँ के लाग्छ भन्दाखेरि आफूसँग केही नहुँदाखेरि पनि कोहीले निस्वार्थ त्यो साथ दिनु, त्यो चाहिँ साथी हो क्या, बुझिन?